हेलो नमस्कार शिवा सेमुना म रामकुमारी राईको तर्फबाट आज चाहिँ म चाहिँ आज पनि भन्दा नि निकै दिन भयो बगान आउनु थालेको होइन। त्यही भएर मैले चाहिँ सानो भिडियोहरू खिच्दै बनाउँदै लाउँदैछु कि मेरो युट्युब च्यानलमा भर्खरै खोलिरहेको छु नि त। त्यही भएर हजुरहरू सबैलाई मेरो युट्युब च्यानलमा गएर हेरिदिनु होला है। अनि म चाहिँ मेसिन चलाउँदैछु, घाँस काट्ने मेसिन चलाइरहेको है, घाँस काट्ने मेसिन चलाइरहेको छु मैले। अनि मेरो पन्जा त्यहाँ रहेको छु, यताबाट अनि काट्दै 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 आएको। अनि मेसिन तात्तिछ, त्यही भएर सेलाउनु लागेको छु। अनि म पनि एकछिन रेस्ट हुन्छ भनेर काँध दुखिसक्यो नि त, आफ्नो लागि त सेफ्टी त सोच्नुपर्ने हुन्छ। त्यही भएर मैले कानमा यो लगाएको छु होइन। यो कानमा अनिवार्य हुन्छ, धेरै कराउँछ नि त यो मेसिन। अनि त्यही भएर यो मैले कानमा राखेको छु। अनि यो चस्मा भयो होइन, यो चस्मा अनिवार्य हुनुपर्छ किनभने आँखामा मेरो अस्ति चोट भन्दा पनि फोहोर पसेको थियो, त्यहाँदेखिको चाहिँ मैले चस्मा लाउनु थालेको। अनि यो मास्क भयो धुलोको लागि, धुलो हुन्छ धेरै आउँछ नि त, त्यही भएर। अनि टोपी चाहिँ उसको लागि घाम अलिकति गर्छ कि भनेर होइन। यस्तै छ परदेशी जिन्दगी होइन। यस्तो छ। अनि यो अब म चाहिँ नास्ता खानु जान्छु किनभने 10:45 भइसकेछ। नास्ता खाने टाइम भनेको 11 बजेको। अनि यस्तै भ्लगहरू सानो सानो गर्दैछु। यदि हजुरहरूलाई मन पर्यो भने सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल, र लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला है त भन्न चाहन्छु। अनि अब म चाहिँ खाजा खानु जानु लागे। मेरो बोजूले कोरिएला समथिङ ड्रिङ्क भनेर बोलाइराख्नु भएको छ। त्यही भएर के खाएर काममा फेरि लागौँ भनेर भनिराख्नु भएको छ। त्यही भएर म खाजा खानु लागि साथीहरू, हजुरहरू कस्तो हुनुहुन्छ, सबै सुस्वास्थ्य रहनु होला, सबैलाई धेरै धेरै सम्झना भन्न चाहन्छु। अब चाहिँ म खाजा खानु जानु लागि, बाई बाई, फेरि भेटौँला है त। हेलो नमस्कार शिवा सेमुना म रामकुमारी राईको तर्फबाट